यस्तो छु म सानो बच्चा। क्यामेरा घुमाएन अगाडि यता घुम्छ त। ल गाइस हाम्रो गाउँमा भैँसी काट्ने छन् हेर्नुहोस् त्यहाँ बाजुले टाउको काट्ने छन् ल हेर्नु त्यहाँ दाइले अब निकाल्न कलेजो निकाल्न जानेछन् ल यहाँ सचिनहरू छन् गाइस हेर्नु ल हेर्नु गाइस यहाँ दाइ पनि छन् त्यहाँ हेर्नु टाउको काट्नु छन् कसरी हेर्नु हाई गरिदिनु दाइ रे मामा त्यहाँ हेर्नु हाम्रो छेउवाले काट्ने छन् टाउको भैँसीको यो भैँसीको कलेज निकाल्ने छन् भैँसीको कलेज हेर्दा हुन्छ भैँसी भन्ने नै पारा भन्छ यसलाई पारा काट्ने छन् पारा भन्छ भैँसी हैन नि यो अरु त्यता हाम्रो अंकल छन् त्यता यहाँ दाइ छ त्यहाँ पनि दाइ छन् त्यहाँ कसरी काट्ने छन् टाउको बिसरी रमटाङ काटिसके त्यहाँ पनि काट्ने छन् मासु यतै मासु त कामहरु लिनु भएछ बहिनी भने सम्झीको 2 भाग भन्नुहुन्छ गाइस यहाँ हेर्नुहोस् पुरी लैजाने छन् मासु काट्ने छन् दाइहरूको कार्यक्रम बाजेको कार्यक्रम त टाउको काट्ने हो गाइस जेठो बा भन्छ जेठोवाले काट्ने छन् टाउको त्यसमा कतिखेर काटिरहे हेर्नुहुन्छ त्यहाँ हड्डी काट्ने छन् ल यता 14 गते आज त यहाँ हेर्नु ला काकर तरे लाइक सब्सक्राइब त गर्दै हड्डी काटन यहाँ मोर अंकल छाला काटन होइसनियक ये है सुगुर से काटन तरे खिन्दा सैटी है मनाइ है के किन थाहा पार देखान्छ त्यसो गर्दै यस्तो छु म सानो बच्चा क्यामेरा घुमाएन अगाडि यता घुम्छ त त्यसलाई बन्द गरेर फेरि बना भाइयो चाकु से नहीं काटा ते काटनु मिले नहीं काटी कहा कर तेरी बनाइतन ल जरा भाइ ल नाम ल हैन एइमा पानी आउ रही ल जुर भाइ अरु यता देखा त यो खानन र त्यो बाहिर फाल देख्नु कहाँ बाहिर फाल्छ के होला त्यो किन बाहिर फाल्ने